0.5 मानि फेरि हाम्रो त अब म यहाँ खेलेको ड्रेस लाएर आइसकेको मान्छे सेक्सी देखेको छ होला यस्तो दामी छ यार लाजवाब छ लाजवाब हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा सदा चाहिँ आज पनि हजुरको सामुन्ने म उपस्थित भइसकेको छु घरैबाट सो आजको प्लान चाहिँ के रहेको छ भने साथीहरु आज पनि निकै गर्मी बढेको छ थाहा छ नि गर्मी बढ्दाखेरि हामी के गर्छौं भनेर है त कि त पौडी खेल्छौं कि त नुहाउँछौं कि त सुत्छौं ओके गाइज अनि आज पनि हामी पौडी खेल्न आँटेको भन्नुपर्छ स्विमिङ पुलमा गएर प्राकृतिक चीजमा खेल्नु हुँदैन धेरैचोटी कहिले कहिले पैसा पनि तिरेर खेल्नुपर्छ त त्यसैले आज हामी स्विमिङ पुलमा जाँदै छौं म भेना दिदीको छोराछोरी अनि प्लस जेठी दिदीको छोराछोरी यानी कि मेरो भान्जा सँग मिलेर हामी पौडी खेल्न आँटेको छौं सो अनि आज चाहिँ मेरो चाहिँ बाइक छैन म बाइकमा नजाने आज चाहिँ हामी सफारीमा जाँदै छौं किनकि धेरैजना छौं त्यहाँ अट्न सकिदैन हैन बाइकमा अनि सफारीमा जान्छौं अनि बच्चा बच्चीलाई पनि अब लिएर जानुपर्ने हुन्छ हैन त्यसैले हामी सफारीमा जाँदै छौं सो आजको दिनमा पनि स्विमिङ पुलमा गएर स्विमिङ खेलेर दिन काट्ने हो है त हजुरहरु चाहिँ यस्तो गर्मी याम कसरी मनाउँदै हुन्छ त्यो पनि भन्नु होला है त कमेन्टमा गएर हामी चाहिँ यस्तै तरिकाले मनाउँछौं हैन कहिले प्राकृतिक चीजमा चिसो पानीमा पौडी खेलेर कहिले स्विमिङ पुलमा गएर म चाहिँ यतिकै बसिरहेको थिएँ भिडियो अलिअलि एडिट गरेर हैन यिनीहरु अब अलिअलि भिडियोहरु बनाएको थिएँ अनि त्यो चाहिँ जहिले प्राय म एडिट गरिरहेको हुन्छु हैन अनि एडिट गर्दै थिएँ अनि भिनाले फोन गर्नुभयो भाइ आज ब्लग बनाउने हो तर कुन तरिकाले बनाउने ए जुम त्यसो पौडी खेल्न स्विमिङ खेलेको ब्लग बनाउनु ल भनेर भन्नुभयो ओके वाइ नट यो त भन्नै पर्दैन नि हैन भेनाको आजको विशेष भनेको ट्रिट हो है आज चाहिँ भेनाको ट्रिट अनि त्यही भएर चाहिँ म पनि जान आँटेको ट्रिट भेनाले दिँदै हुन्छ हैन अनि ट्रिट दिँदा चाहिँ हामीले के भन्छौँ भने नि जहिले ह्याप्पी बर्थडे टु यु जसको अब स्पेशल डे नभए पनि जसले ट्रिट दिएको छ आजको दिनमा हैन त्यसलाई चाहिँ बर्थडे विश गरिदिन्छ जतिखेरै होस् बर्थडे त्यसको हैन जुन दिन ट्रिट गयो त्यतिखेरै हामी बर्थडे विश गर्छौं सो गाइस अनि अब भेना पनि लगभग लुगा लाएर रेडी हुँदै हुन्छ हैन म पनि लुगा लाएर रेडी भइसके अनि लिजालिजन पनि लुगा लाएर रेडी भइसकिसकेका छन् र अब चाहिँ हामी एकछिन पछाडी जाँदै छौं स्विमिङ पुलमा हजुरहरुले अन्तिमसँग भिडियो हेरेर मलाई फुल्ली सपोर्ट गर्नुहुन्छ भन्ने आशा सुत्त मैले भिडियो स्टार्ट गरे ओए सुन्न लिजन हामी कहाँ खेल्न जाने पौडी डी टाउन जाने कि त मिकमा जाने डी टाउनमा राम्रो हुँदैन होला नि त मिक मैले देखेको छु यतातिर मिक चाहिँ कहाँ छ भने नि साथीहरु भाङबारीतिर साइडमा छ हैन त्यहाँतिर जाँदा चाहिँ यस्तो रमाइलो हुन्छ डी टाउनमा त के जान्छ त्यस्तो भाङबारी यतातिर माथितिर हो क्या त्यतिर जाउँ न अनि मलाई त निन्दा पो लागिसक्यो मैले रातभरि एडिट गर्दै बसेको कस्तो गाह्रो भइरहेछ खै भेना पनि आउनुहुन्न त लिजाहरू फेरि कहाँ छ फाइनली साथीहरु भेना पनि आइसक्नु भयो यस्तो घाममा हैन लगभग भेनालाई पर्खिँदा 1.5 घण्टा जति भइसकेको थियो म हैन र भेना पनि आइसक्नु भयो र अब चाहिँ हामी चाहिँ जाँदैछौँ बाटोमा सबैजना रमाइलो ओइ कति खुसी भएको पौडी हान्ने डुब्छ नि हुन्छ नि फेरि दादा छेउछेउमा खेल्नु नि कति खुसी छ झरे कि माथि चपेटी जाने खोलामा नुहाउन जाउँ ल बच्चाले खेल्छ
बोला जाउँ ल ल ल म मलाई अगाडि चढ्छु ल ल लेट्स गो गाइस के मिक जाने कि रिटाउन जाने अनि मिकमा पनि त घामै त हुन्छ त कहाँ स्विमिङ पुलमा छाता उडाएको हुन्छ एकचोटि मिक के पो रिटाउन जाने खेल्नै पर्छ भने छ हेर्दा भइहाल्यो त कि कसो बुवा पनि गएर आउनुमा म पनि जानु पर्छ हौ के त श्रेष्ठ त्यसको मोबाइल गरेर फर्काउनु पर्ने छ क्या सो गाइज अब चाहिँ हामी लाग्यौँ पौडी खेल्न बाई बाई हामी जाँदैछु पौडी खेल्न 0.5 पानी फेरि सबैजना एक्साइटेड लिजा पनि एक्साइटेड घर बसिरहेको छ होइन ल पहिले हामी डी टाउन जाउँ कि अनि एकचोटि हेरौँ अनि उता जानु ल साथीहरू हामी चाहिँ अब डी टाउन आइसक्यौँ होइन अब डी टाउनमा चाहिँ कस्तो छ त्यहाँको माहौल होइन हेर्छु अनि मात्रै पौडी खेल्छु नत्र अनि राम्रो छैन अन्त नहेर्नु भिड छ जस्तो लाग्छ गर्मीमा यस्तै हुन्छ क्या गर्मीमा यस्तै हुन्छ भिड हुन्छ ल यहाँ हेरौँ न एकचोटि यहाँ रोक्नु न कस्तो रहेछ चेक गर्ने ओके गाइज हामी चाहिँ अहिले डी टाउनमा छौँ डी टाउनमा आइसक्यौँ हामी चाहिँ अब आउनु त भेनेर म उयो गरौँ ट्राई गरौँ सो यता पनि भ्लग गर्दै हुनुहुन्छ र हामी पनि भ्लग गरौँ है साथीहरू एकै अर्कालाई सपोर्ट गर्दै जाउँ हस् ल हामी चाहिँ फाइनली अब राम्रो त अब म यहाँ चाहिँ खेलेको छुइनँ होइन यहाँ देखेको छुइनँ अब मैले चाहिँ निकै खेलेको छु निकै राम्रो छ राम्रो त्यता ठुलो स्पेस एकछिन हेरौँ न है यहाँ हेर्दैमा त पैसा माग्दैन यहाँबाट हेरौँ अनि कस्तो छ होइन पौडी खेलाइ त्यो अनुसार यहाँ पनि नराम्रो त छैन खासै ल यहाँको चाहिँ यस्तो माहौल रहेछ ल टाउन दामी बबाल रहेछ ल यस्तो ओ यहाँ बच्चाले खेल्ने पनि ठाउँ रहेछ नि त यतातिरको माहौल यस्तो छ है साथीहरू गर्मीयाममा पौडी खेल्दैछन् मैले भनेको मिकमा चाहिँ होइन एकदम ठुलो छ त्यहाँ चाहिँ होइन अब मिकै जाने भन्नुहुन्छ यो त सानो छ क्या पुल यहाँ चाहिँ नि खुच्चा खुच्चीले एकै खेल्ने ठाउँ एकै ठाउँ रहेछ म चाहिँ अलिक अलग्गै छ होला माथि सायद मेरो विचारमा चाहिँ है सो अनि गाइस अब चाहिँ हामी मिक जाँदैछौँ मिकमा चाहिँ अलिक ठुलो स्पेस छ र भित्र त्यहाँ ड्रेसिङ गर्ने ठाउँहरू पनि ठुलो स्पेस छ है त्यहाँनिर चाहिँ र लाग्यौँ अब हामी रिटर्नबाट पनि हामी त पौडी खेला आयौँ नि मामा एक झमक पौडी खेला आइसक्यो चल्दिनु आज ल अहिले चाहिँ हामी फागुनन्द चोकमा आइपुग्यौँ साथीहरू है यो चाहिँ दमक बजार भन्छ यसलाई चाहिँ तर ठाउँको नाम चाहिँ फागुनन्द भन्छौँ सो अनि फागुनन्द चाहिँ यतातिर जानुपर्छ है मिक होटल जानको लागि चाहिँ हजुरहरूको को जहाँ पुग्नु भएको छ होइन लाग्यौँ साथीहरू हामी चाहिँ अब माथि मिक होटलतिर यहाँ चाहिँ एकदम भिड हुन्छ साथीहरू होइन यहाँ चाहिँ अब पुरानो आम्दा यहीँ छ नि त अनि आम्दामा मान्छेहरू बिमारी भएर आइराखेको हुन्छ अनि सफारीहरू चाहिँ यहीँ राखेर पार्किङ गरेको हुन्छ अनि त्यही भएर यहाँ चाहिँ भिड हुन्छ क्या एकदम यो चाहिँ हाम्रो पुरानो आम्दा भन्छ यसलाई चाहिँ होइन दामी दमक अस्पताल भन्छ यसलाई चाहिँ हाम्रो पुरानो आम्दा हो यो चाहिँ पुरानो आम्दा भन्छ यसलाई यो चाहिँ सरकारी आम्दा होइन आमा मामा हो यसमा चाहिँ बिमा सिमाहरू पनि लागु हुन्छ होइन ल है साथीहरू अब चाहिँ हामी चाहिँ मिक होटल पनि आइसक्यो है भेना मिक होटल यो दिस इज अ मिक होटल है साथीहरू यहाँ चाहिँ एकदम बबाल भिआइपी मान्छेहरू प्रायः आउँछन् होइन त्यहाँ चाहिँ भनेको भिआइपी अलिक मान्छे आउँदैन कहाँ हुनु पर्दाखेरि त्यही भएर हामी चाहिँ अलिक भिआइपी तरिकाले सफारीमा चढेर आउँदै ओइ नुहाउनुपर्छ है नुहाउनुपर्छ सुरुमा नुहाउनुपर्छ नि खबरदार पार्न पाइँदैन सुरु गर्न पाइएन पानीभित्र बाहिर नुहाउन जाने यहाँ होइन हौ पहिले त उताबाट थियो होइन हामी चाहिँ आइसक्यौँ यत्रो मान्छेले पौडी खेल्दैछ यार कत्रो यो मान्छे त यार बाफ्रे
आस्ते गुरुजी आस्ते गुरुजी यहाँको माहौल ल मा पनि बस्न नि कहाँ जान्छ नि अब त आयो पौडी खेल्न बबाल छ है त हावाको लहरसँगै यसलाई एक घुसिदियो न ल लानु धेरै लातेले भान्थ्यो त कस्तो लाग्यो ठिक लाग्यो कहाँबाट छिर्नुपर्ने हो हजुर यहाँ तान्नुपर्ने हो ल हामी चाहिँ लुगाहरू छान्दैछौँ है साथीहरू पौडी खेल्ने होइन म पनि अब कुन छान्नु त म कुन लानु यो पनि एउटै हो एउटै होइन यो अब कसरी ल्याएको अब तपाईँहरू न के थाहा रेट त 50 रुपियाँ लिन्छ यो लाउँदा भइहाल्यो त के भयो सानो त हुन्छ त नि भेना कुन लाउने लकर छैन लकर उयो भित्र होला होइन सबै अरू चाबीले पनि मान्छेहरू जसले खाँदा खोलिएर हो लामो दुईवटा फोन छ अब लुगा चाहिँ लकरमै राख्ने कि ल साथीहरू हामी चाहिँ अब लुगासुगा बोकेर हामी लाग्यौँ स्विमिङ पुलमा स्विमिङ खेल्दै हुनुहुन्छ हामी यहाँ त डुबाउँछ यार यहाँ त डुबाउँछ अस्ति त ठुलो देखि थियो त यार कति सानो यो त अस्ति ठुलो हामी चाहिँ यहाँ ड्रेस चेन्ज गर्न आँट्दैछौँ है त्यहाँभित्र छिर्ने हो ड्रेस चेन्ज गर्ने ठाउँ हो अब हामी ड्रेस चेन्ज गर्दैछौँ ड्रेस लाएर आइसक्यो उहाँ चाहिँ होइन कस्तो सेक्सी देखेको छ होला अब खेल्ने हो यो कपडा त कहाँ राख्नु कहाँ राख्ने यो कपडा कि उतै राखिदिनु कपडा उतै राख्ने फोन यतै राख्ने यो कस्तो खोलाको जस्तो चाहिँ चिसो चाहिँ हुन हुँदो रहेछ खोलाको जस्तो चिसो छैन साथीहरू तातो छ होइन त्यही पनि अब नुहाउनको लागि ठिकै छ वान नमान्ने धेरै डराएको भुइँ छोडी आयो पानी 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 आज on the beach here. Go ahead, Diana. Photo मेरे खेत. Jam में आना है ना तब ओ Wait, what to go? Wait,
कस्तो खुसी के भएको बान्नु त बान्नु नहल्लाइकन खिच्न यस्तो राम्रो तरिका मेघालय पो खतरा हान्छु तपाईँले चाहिँ खतरा हानेको डोरी त्यो कहाँ आउँछ त हामीले त्यसरी हान्नु एक्सपोर्टले मात्रै हान्छ कस्तो अरे भएन खुट्टाले पानी कसो गर्नुपर्छ ल लिजालाई पनि खेल्न आउँदो रहेछ भएर खेलेको लिजा बिल्ला लाग्दैन के हो यो को यो भ्यागुता जस्तो उफ्रिने ह ल लिजा लु पौडी खेल्दा लु एकचोटि देखाइदे साथीहरूलाई कहाँ अहिले पखतिर पनि पाला आउँछ ल यता चाहिँ नानी बाबुहरूको मम्मीहरू है सानसाना बच्चाहरू यहाँ खेल्दैछन् यता चाहिँ सानसानो बच्चाको लागि रहेछ यो चाहिँ होइन पौडी खेल्ने ठाउँ दामी रह लु ओहो म चाहिँ हल्का खेलिसकेँ बाटोमा तातो पानी रहेछ त्यस्तो साह्रो खुसी छैन तातो पानी रहेछ क्या मेरो भान्जो चाहिँ मम्मी बामा भान्जी के पनि सबैले खेलेको हेर्दैछ खेल्ने मन लाग्यो अक्कामक्की हो भाइ त अक्कामक्की राख त झगडा गर्दैन नि लिजा लिजा लगडा पढी हान ल ल छिटो 3 2 1 गो लो 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 स्विमिङ हान चुवाङ हान त ल उठ्न सकेन माथि लु भाइले पढी हान्छ ल यत्रो फुटेले कस्तो मजाले पढी हाल्छ कुन चाहिँ ढ्यासको यो ए पा मोबाइल दिजो हैन म आउँदिन त्यतातिर त भेट्छ ल खेल्नु ल पढी ल यहाँदेखि उता जान सकिँदैन भाइ दार म चाहिँ पौडी खेलेर निक्लिसकेँ होइन गर्मी पनि कस्तो भएको थियो अनि आनन्द भयो पौडी खेल्दा चाहिँ र अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ होइन म नहिँडेको गरेर पनि निक्लिसकेँ पौडी खेलेर अनि रेस्टरुममा गएर अनि निक्लिनुपर्छ त्यो साथीहरू अब चाहिँ घरतिर लाग्ने पनि अवस्था आइसकेको छ सो हजुरहरूलाई कस्तो लाग्यो भिडियो पौडी खेल्दा होइन गर्मीमा कस्तो पौडी खेलिन्छ ल लाग्यौँ साथीहरू हामी ड्युटी के पऱ्यो मिक होटलबाट पनि ल हामी लाग्यौँ बाई बाई साथीहरू पौडी खेलिसकेर अब भाइरल होइन थुक्पा पसलतिर आइसक्यौँ हाटखोलामा चाहिँ एकदम मिठो चटपटे पाउँछ साँधेको चटपटेहरू पाउँछ होइन सब चिज पाउँछ काँचेको पनि उयो पाउँछ अनि अब हामी चाहिँ थुक्पा खाना आँटेको छौँ खाजाको लागि त्यसरी खाजा खाएर चाहिँ अनि घर लाग्छौँ आमा चाहिँ नखाने खाजा आउनु न ल
भोक लाग्यो भने आउँला भयो कता जाने भनेको तल्लोमा अरे परकोमा लान्छन् कि यिनीहरूले कहिले यहाँ हो ल हामी त्यो छिर्दैछौँ साथीहरू है त थुक्पा पसलमा दामी हुन्छ कता बस्ने ठाउँ छ ल हामी चाहिँ सिरिसक्यौँ माथि पनि रहेछ स्पेस चाहिँ के खाने लिजन त ओइ लिजन के खाने लिजा के खाने मामाको इच्छा अनुसार हुन्छ हामी एउटै मान्छे हो कि खोइ कुरै सुन्दैन ल गाइस हाम्रो चाहिँ भाइ थुक्पा पसलमा चाहिँ थुक्पा पनि आइसक्यो र भेनाले थुक्पा पनि टेस्ट गर्दै हुनुहुन्छ कस्तो लाग्यो भेना थुक्पाको टेस्ट हामी चाहिँ है ल यता सबैजना रेडी छन् हामी चाहिँ यो चाहिँ कहाँ भन्नुहोस् त अलिकति हाटखोला ट्याक्कै दमकको हाटखोलामा आउनु होला थुक्पा खाना है त तपाईँलाई खास टेस्ट पनि भन्छु ल कस्तो रहेछ आज यस्तो दामी छ यार लाजवाब छ लाजवाब म त हान्दिन थालेँ साथीहरू ठुलाबाट पनि लाग्नुपर्ने हुन्छ होइन आज दिन पनि भयो होइन खाजा खायौँ हजुरहरूलाई त्यो भिडियो कस्तो लाग्यो कस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला र आगामी भिडियो अर्को दिनहरूको पनि न्यू भिडियो लिएर उपस्थित हुन्छु भन्दै आजको दिनबाट पनि बिदा माग्छु र भोलि भिडियो आउँछ त्यो भिडियोलाई वेट गर्नु होला भन्दै बाई बाई।